300 भन्नुभएको गौशालाको कति हो गौशालाको कति हो देखाउनुहोस् त उहाँले भन्नुभयो 300 400 उता 400 उता गौशाला गएको कति भाइ फोन राख्नु त भाइ पुरा गर्दैछु तपाईँसँग गौशालाको कति भन्नुभयो भाइले ओ भाइ आउनु तपाईँलाई कति भन्यो उसले 400 भने हामीले उहाँ नै त्यहाँ एपमा हेर्दा कति थियो 207 थियो डबल भाइ यो तरिका हो चिन्सुको कुरा होइन नि भाइ यसै ठगेर भयो त हामीले तिर्न सक्नेले तिर्छौँ तिर्न नसक्ने मान्छेले के तिर्छ त देशमा सबैजना एकदम हुने खानी छ यो देशमा तिम्रो जाँदैन भने पनि म जान्न दाइ 207 रुपियाँ हो गौशालासम्मको रेट भने भन्नु पर्यो नि त तपाईँले 400 भन्ने हो त तपाईँले रेट 300 भनेको दाइ खोइ गइसक्यो त्यो तरिका भएन नि भाइ इज दिस गुड यत्रो उहाँ पठाउ हो कि इन्ड्राइभ हो इन्ड्राइभ हो अझ 180 छ तपाईँको इन्ड्राइभमा त अझ जाँदैन त जान्न भन्ने भाइ तिमीले घुर्की लगाउने हो त 400 रुपियाँ माग्ने हो त कस्टमरसँग ग्राहकसँग ग्राहक भनेको तपाईँको के हो देउता हो रोटी खाने बाटो हो तपाईँको त्यस्तो व्यवहार गर्ने हो तपाईँले अर्को कसले यहाँ ठग्यो भन्ने त्यो तरिका भएन है एउटाले 300 भन्ने एउटाले 400 भन्ने 180 को रेटलाई तरिका भएन है भाइ मैले तपाईँलाई नराम्रो भन्न खोजेँ होइन तपाईँलाई यो जनचेतनाको लागि मैले किन भन्दा अधिकांश पठाएर इन्डाइभमा चाहिँ ठगी भएको छ भन्ने कुरा आएको छ तपाईँहरूको सिस्टमसम्ममा पनि म जान्छु तर ठग्नु चाहिँ हुँदैन भाइ बुढी लाछ भगवान्को त्यसो ठग्नु चाहिँ हुँदैन बुझ्नुभयो ल हात मिलाउने आशिका दिदी आयो भने चाहिँ थोरै भन्ने अरूलाई चाहिँ अनि 400 भनेर हुन्छ त है त आले ल हस् ल ल आले ल